मेरो कविताको शीर्षक छ आत्मनिर्भरताको यात्रा। कविता यसरी सुरु हुन्छ। हामी चाहन्छौँ छोरीले आकाश चुमोस्, हामी चाहन्छौँ छोरीले आकाश चुमोस्, शिखर चढोस्, आफ्नो सपनाहरूको जहाज बनेर उडिरहोस् निरन्तर आफ्नो रहरको गन्तव्यतर्फ। हामी चाहन्छौँ छोरी खूब पढोस्, हामी चाहन्छौँ छोरी खूब पढोस्, संसार चिनोस्, विकिपिडिया र गुगल जस्तै उत्तर होस् उसँग हरेक प्रश्नहरूको। हामी चाहन्छौँ छोरीले नेतृत्व गरोस्, हामी चाहन्छौँ छोरीले नेतृत्व गरोस्, संसार हाँकोस्, आत्मविश्वासको तकमा बोकेर लम्किरहोस् निरन्तर चन्द्रयानको यात्रातर्फ। सँगसँगै हामी यो पनि चाहन्छौँ आकाश छुनु पहिले उसले छोओस् श्रीमानको पाउ र मागोस् अनुमति, शिखर चढ्नु पहिले मिलाइदियोस् छोराछोरीको स्कुल ब्याग, सपनाहरूसँग उड्नु पहिले थुनियोस् केही बेर भान्सा कोठाभित्र। हामी चाहन्छौँ उसले सदन चलाउनु पहिले एकबाट लुगा धोइदियोस्, हामी चाहन्छौँ उसले सदन चलाउनु पहिले एकबाट लुगा धोइदियोस्, संसार हाँक्नु पहिले 2-4 रोटी पकाइदियोस्, चन्द्रमामा जानु पहिले बच्चाको डाइपर फेरिदियोस्, उसको बौद्धिक सम्पत्ति काम लागोस् सन्तानको गृह कार्य गराउन, घरको सामान कहाँ छ भनेर सोधिएको प्रश्नमा मात्र दियोस् उसले गुगल जसरी उत्तर। हामी चाहन्छौँ छोरी कम्प्युटर र चुलो सँगसँगै चलाओस्, सपना र यथार्थ सँगसँगै बाँचोस्, भविष्य सँगै माझोस्, जुठ्यानका भाँडा जिन्दगी सँगै हाँकोस्, घर गृहस्थी सपना नभए जसरी घर चलाओस्, घर नभए जसरी सपना बाँचोस्। हामीले चाहे जसरी नै सबथोक गरिरहेकी छिन् छोरी, हामीले चाहे जसरी नै सबथोक गरिरहेकी छिन् छोरी, घर र रहर दुवै बाँचिरहेकी छिन् उनी। ए सहयात्राका सारथी पुरुष, ए सहयात्राका सारथी पुरुष, तिमीले पनि सिक्ने होइन अफिससँगै घर सम्हाल्न, कम्प्युटरसँगै चुलो चलाउन, दिमाग जस्तै कुच्चो खियाउन। छोरीलाई सधैँ आत्मनिर्भरताको पाठ पढाइरहने तिमी आफू चाहिँ कहिले आत्मनिर्भर हुन्छौ? धन्यवाद।